एउटा आन्टी उता माग्न बस्नु भएछ आज यो भाइको पर्समा चाहिँ म 200 रुपियाँ हालिदिन्छु यहाँ होइन अनि त्यो आन्टीको अगाडि गएर यो पर्सलाई म फुत्रुक झारिदिन्छु त्यो आन्टीले चाहिँ मलाई यदि बोलाएर यो पर्स रिटर्न गर्नुभयो भने म उहाँलाई ल्याङ्कुचुको तर्फबाट 500 रुपियाँ गिभवे गर्छु भने यदि उहाँले दिनु भएन भने हेरौँ होइन के हुनेवाला छ आन्टीले चाहिँ अगाडि नै देख्नु भएको थियो हामीलाई त्यही भएर मैले चाहिँ मास्क लगाएर गएँ नचिनोस् भनेर पर्सलाई चाहिँ प्लान गरे अनुसार फुत्रुका झार्दै आन्टीले चाहिँ हतार हतार लिनुभयो र यसो हेर्नु भयो चाहिँ पैसा के छ मलाई चाहिँ लाग्यो आन्टीले अब बोलाउनु भएन रिटर्न नदिने नै प्लान गर्नुभयो होला भनेर फेरि फर्केर आएँ उहाँको जोख्ने तराजु रहेछ होइन म उहाँ चाहिँ मागेर खानुहुन्न रहेछ जोख्न लाएर पैसा लिनुहुँदो रहेछ रिटर्न नहुने नै भयो भनेर सोचिरहेको थिएँ आन्टीले फुत्त निकालेर बाबु तिम्रो पर्स झरे ह भनेर दिनुभयो झरेछ हो भेटेको सामान दिँदो रहेछ रहन्छ भनेर एउटा भिडियो बनाएको थिएँ मैले यहाँनिर पैसा हेर्नु भयो भएन हजुरले हेर्नुभयो कति रहेछ 200 रहेछ कस्तो राम्रो बानी रहेछ त हजुरको मैले सोचिरहेको थिएँ हजुरले दिनुहुन्न होला भनेर सोचिरहेको